आमाको घर नेपालमा सडकहरूमा अनि बस्नुभएको अनि छोराछोरीहरूले नहेर्नु भएको वृद्ध आमाहरूलाई उहाँले यसरी हेर्नु भएको छ। आमाको घरको आमा दिलशोभा आमाले। अनि आज यहाँनिर गएर फेरि मैले अनि यसरी वृद्ध आमाहरूलाई खाना खुवाउने यो सुवर्ण अवसर पाएको लागि म परमेश्वर लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि सेवा नै धर्म हो। हामी जहाँ जस्तो अवस्थामा भए पनि सेवा गर्नु नै धर्म हो। कुनै मठ मन्दिरमा गएर मात्र धर्म हुँदैन। यसरी हामीले वृद्ध आमाहरूलाई हेर्न पाउनु, खुवाउन पाउनु, उहाँहरूको स्याहार गर्न पाउनु नै ठुलो कुरा जस्तो लाग्छ। अनि मैले चाहिँ उहाँ खाना आमाले पस्किँदै गर्नुहुँदा मैले प्लेटमा लग्दै दिइरहेको थिएँ। आमाहरू धेरै हर्षित अनि खुसी हुनुभएको थियो। अनि यो भेटघाट असाध्यै राम्रो थियो। अनि मैले पस्किन खोज्दै गर्दा मलाई कसले के खानुहुन्छ थाहा नभएको कारणले आमाले पस्किँदै हुनुहुन्छ थालमा। अनि म लगेर आमाहरूलाई खानाहरू दिँदैछु। साँच्चै नै तपाईँहरूलाई पनि यसरी वृद्ध आमाहरूको सेवा गर्न, बाहरूको सेवा गर्न मन भए हजुरहरूले पनि गर्न सक्नुहुनेछ। प्रार्थना गर्दै हामीले यो खाना चाहिँ उहाँहरूलाई चाहिँ खुवाउन सफल भयो र एकदम आनन्दित र हर्षित पनि